राजा हुन्जेल यो देशमा एट्याक गर्न पाइँदैन भनेर नि राजा हटाएको रहेछ नि त प्रुफ भयो होइन राजदरबार हत्याकाण्ड कसले गराएको रहेछ राजा ज्ञानेन्द्रलाई दोष लाउँथे होइन रहेछ नि त प्रुफ भयो होइन अहिले आजको 6 देखि 8 महिनामा 1 वर्षभित्रमा अमेरिकन सेना आउँछ लेखेर राख्ने राजा आए पनि अमेरिकी सेना आउने नआए पनि अमेरिकी सेना सेना आउँछ अमेरिकी सेनाले कहाँ बेस बनाउँछ भन्दाखेरि काठमाडौँ पश्चिममा धनगढी र झापामा किनभने इन्डिया त ठुलो भूभाग छ नि इन्डिया र चाइना त 10-10 हजार सेना 3 ठाउँमा राख्ने तयारी भएको छ यति गरिसकेपछि के छ भन्दाखेरि अब यिनीहरूले 165 जनालाई किन ट्रेनिङ दिए त सांसदलाई सबै इङ्ग्लिस बोल्नेलाई सागर ढकाल हेर्नुहोस् त अरू बेलामा साउथ अफ्रिकामा हुन्छन् एनजिओमा काम गर्छन् अनि महान नेता भएर यहाँ आउँछन् सागर ढकाललाई कस्तो पपुलर बनाउँदैछ अहिले जति पनि सोसियल मिडियामा पपुलर हुँदैछ नि एजेन्ट यहाँ त यस्तो हुन्छ नि राष्ट्रवादी मान्छेलाई मार्ने कि यो बौला हो कि पागल हो कि माफिया हो भनेर सोसियल मिडियामा फिजाउने जस्तो मलाई गर्छ नि ट्याग लाउँछ माफिया हो यो हावा हो बौला हो भन्छ